हेलो। आज म चाहिँ मामा घरमा छु अनि हामी चाहिँ आज बिरयानी खाने प्लान भइरहेछ अनि म र मेरो बहिनी चाहिँ बिरयानी बनाउने तर्खरमा छौँ नि। म चाहिँ बिरयानीकै भित्र मसला जाओस् भनेर यहाँनिर मसला मजाले यसलाई मोल्दैछु। तपाईहरु देख्न सक्नुहुन्छ। अनि यो चाहिँ चामल भिजाइरहेको छु मैले। अब यसलाई चाहिँ मसला मोल्यो मैले। अब यसलाई चाहिँ एकछिन फ्रिजमा म स्टोर गर्छु। मैले चाहिँ भाडो पनि बसिसकेँ अनि तेल हालेँ। अब त्यसमा चाहिँ यो प्याज हालेर कस्तो आँखै पोलो म चाहिँ यो प्याज हालेर रातो रातो बनाएर फ्राई गरेर झिक्छु। अब कतिको रातो रातो बनाउनुपर्छ। यो चाहिँ म चाहिँ युट्युबबाट हेरेको रेसिपी हो। अलिक रातो रातो बनाएपछि म यो झिक्छु। मेरो प्याजको पनि ब्राउन कलरको रङ आइसक्यो। अब म यो छान्नेले सबै मजाले झिक्छु। सबै यहाँबाट प्याज झिकिसकेँ। अब थोरै जिरा मेथी जिरा पड्काएँ। त्यस पछाडि थोरै प्याज अनि त्यस पछाडि यो स्टोर गरेको मासु त्यसैले मजाले रातेर पाक्नुपर्छ सानो ग्यासमा। मैले खाली ठाउँमा पनि भर्छु। हामी चाहिँ आज बिरयानी खाने लगभग 7 जना 8 जना छौँ। अब कति हुने हो, अचारको रूपमा हुने हो कि केको रूपमा हुने हो। अब हेरौँ कति कसरी के बन्ने हो। ओके, उता मासु पनि बसाएँ मैले बिरयानीको लागि। त्यस पछाडि राइताको लागि म रेडी पार्दैछु। त्यसको लागि टमाटर, खुर्सानी, काँक्रा अनि बन्दा अनि म प्याज पनि हाल्छु यसमा। अब मसिनो पारेर काट्छु। यहाँ मासु पनि लगभग पाक्न लागिसक्यो अनि मैले चामल चाहिँ यहाँ अघि नै पकाउन यसरी छोडिसकेँ। होइन देखिसक्यो, देखाएँ नि त फेरि। अब यो चाहिँ हल्का म चाहिँ बहिनीलाई हेन्डओभर गरेर तर सानीलाई लिटो खुवाउन जान लाग्दैछु। अनि यो पनि यसले नै काट्छ अब राइताको लागि। बहिनीले गर्छ। अब यस पछाडिदेखि चाहिँ हामी चाहिँ लिटो खाएर माथि आइसक्यौँ। अनि बहिनीले चाहिँ यति सकिसकेछ काम। पर्दैन कि क्या हो बहिनी? खोइ हामी चाहिँ बिरयानी खान आँखा माथि। अनि सानो
हेलो, हाम्रो चाहिँ रायता रेडी भयो अनि बिरयानी वाउ। अनि बिरयानीसँग खानको लागि कोका कोला ओए आइज। यो चाहिँ यसले बनाकी अनि अर्की चाहिँ के खाँदैछ यो दही। ल अब हामी चाहिँ प्लेटिङ गरौँ ल। प्लेट झिक वाउ। अब निवेदे 1 2 3 4 5 हामी चाहिँ हुन चाहिँ 7 8 जना हैन। तर अहिले चाहिँ 6 वटा मात्र। यो देखाउँदै यो अलिक इन गरेर जुम गरेर वाउ। दामी भएछ नि। कति पस्किन ठिकै पस्किन्न। बिरयानी चाहिँ एकदमै मिठो भएको थियो, रायता पनि अनि मासु पनि एकदम क्रन्ची, चामल पनि यो बिरयानीको चामल पनि ठिक्क पाकेको। अब यो रेसिपी चाहिँ फेरि हजुरहरू पनि बनाएर खानु होला। हामीले त एकदमै मिठो बनाएर खायौँ। ओके बाई।